ठुलो महामारी आयो भने अलिक असर गरौँ है। त्यहाँ चाहिँ अलिक कसैले नदेखि उठेर नुहाउनु अलिकति हाम्रो भाषा सुखीमा भन्छ अल्छी गऱ्यो भने त हुँदैन। जङ्गार लाएर गर्नु त्यो चाहिँ हाम्रो लागि है। हाम्रो लागि है। त्यो चाहिँ हाम्रो छोराछोरी त अमेरिका छ, अस्ट्रेलिया छ, जापान छ, इङ्ल्यान्ड छ, सबै मुलुकमा पुगेको छ। रक्षाको लागि हामीले त्यो बोल्नुपर्छ। र इन्डियामा दोस्रो कोरोना छिरेर आइसकेको छ। नेपालमा पनि छिर्यो भने सुन्दैछु। यसले गर्दाखेरि यसले पनि यो लडाइँ र झगडा गुम्बाट भएपछि निस्किन्छ क्या आफै। यसले गर्दाखेरि मान्छे जता भए समाप्त हुने एउटा बाटो हो। यसको निम्ति हामीले ठुलो सेवा लाउनु पर्छ। योग्य उमादिगण शान्तिको लागि डाँडा डाँडामा उद्धार गर्नु, फलनालामा उद्धार गर्नु, हामीले प्राकृतिक पूजाको शक्तिमान तपाईँले यो कुरा जान्नु र सिक्नु र गर्नु। म के निर्देशन दिएँ तपाईँलाई। र जहाँ जहाँ पृथ्वी अन्त नहट्यो, जहाँ जहाँ मानिस अन्त नहट्यो भने घरिघरि हामी बोल्ने गर्नुपर्छ। यिनीहरू पाइट यसरी जाने, यहाँबाट यसरी छिर्ने भन्ने भयो। ठुलो महामारी आयो भने अलिक असर गरौँ है। त्यहाँ चाहिँ अलिक कसैले नदेखि उठेर नुहाउनु अलिकति हाम्रो भाषा सुखीमा भन्छ अल्छी गऱ्यो भने त हुँदैन। जङ्गार लाएर गर्नु त्यो चाहिँ हाम्रो लागि है। हाम्रो लागि है। त्यो चाहिँ हाम्रो छोराछोरी त अमेरिका छ, अस्ट्रेलिया छ, जापान छ, इङ्ल्यान्ड छ, सबै मुलुकमा पुगेको छ। रक्षाको लागि हामीले त्यो बोल्नुपर्छ। र इन्डियामा दोस्रो कोरोना छिरेर आइसकेको छ। नेपालमा पनि छिर्यो भने सुन्दैछु। यसले गर्दाखेरि यसले पनि यो लडाइँ र झगडा गुम्बाट भएपछि निस्किन्छ क्या आफै। यसले गर्दाखेरि मान्छे जता भए समाप्त हुने एउटा बाटो हो। यसको निम्ति पनि हामीले ठुलो सेवा लाउनु पर्छ। योग्य उमादिगण शान्तिको लागि डाँडा डाँडामा उद्धार गर्नु, फलनालामा उद्धार गर्नु, हामीले प्राकृतिक पूजाको शक्तिमान तपाईँले यो कुरा जान्नु र सिक्नु र गर्नु। म के निर्देशन दिएँ तपाईँलाई। र जहाँ जहाँ पृथ्वी अन्त नहट्यो, जहाँ जहाँ मानिस अन्त नहट्यो भने घरिघरि हामी बोल्ने गर्नुपर्छ। यिनीहरू पाइट यसरी जाने, यहाँबाट यसरी छिर्ने भन्ने